हाई एभ्रिवान। यो मेरो माथि भएको रियल आकाश होइन, यो छतको आकाश हो। हामी किचनमा चाहिँ के पाक्दैछ, मासु पाक्दैछ, दाल फ्राई हुन्छ, त्यसपछि भिन्डी, अनि त्यसपछि भात पकाउँछौँ हामीले। घरमा एक्लै भएपछि गाइस यो फाइदा। अनि यहाँ के छ हेर्नु, यहाँ तरकारीहरू छ, यो लसुन भयो, यो टमाटर भयो, यो भाटा भयो, यो बाबुको निप्पल भयो, बाँकी केही पनि छैन। र आज हाम्रो घरमा बिरयानी पाक्दैछ। बिरयानी भाटाको बिरयानी होइन, चिकनको बिरयानी हो। एकदम यति खतरा हुन्छ नि त्यो चिकनको बिरयानीको भ्लग पनि मैले हाल्छु छिटै, बिकज आज मेरो लास्ट डे हो घरमा। भोलि मलाई कलेज पढ्न भोलि मलाई लिन आइहाल्छन् घरका मान्छेहरू। माइत आएको थिएँ, अब छुट्टी इज ओभर गाइज, जानुपर्छ मलाई। सो बाई बाई। मेरो आजको भ्लगमा यति नै हो। लाइक सेयर सब्सक्राइब गर्नु होला, नबिर्सिनु होला। लाइक चल्यो।